अनि अझै पनि तपाईहरुलाई चाहिँ भिडियो बनाउन डर लाग्छ हो? मलाई पनि डर त अझै पनि लाग्छ हैन। तर कन्फिडेन्स लेभल चाहिँ अलि माथि राखेर भिडियो बनाउनु पर्छ के। अनि भिडियो बनाउँदाखेरि कस्तो हुन्छ भन्दाखेरि अहिले पनि देख्नु भयो होला मेरो न कुनै पछाडी केही छ न केही छ हैन। पछाडी सिर्फ जंगल मात्रै छ। अनि कुनै एकजना मान्छे आइदियो भने पनि डर लाग्छ भन्ने तपाईहरुलाई पनि लाग्छ हैन। त्यसको लागि के गर्नु पर्दैन के, जस्ट तपाईहरु पनि यसरी जंगलको छेउछाउमा जानुस्। तपाईहरुलाई थाहा छ होला नि महात्मा गान्धीको हिस्ट्री त तपाईहरुले पढ्नु भएको छ होला नि। महात्मा गान्धीले के गर्नु भन्थ्यो रे भन्दाखेरि जनताहरुको अगाडि बोल्न डराउने, अनि भाषण गर्नु पर्यो भने भाषण गर्न नसक्ने, त्यस्तो खाले हुनुहुन्थ्यो त महात्मा गान्धी पनि। एक्कासी उहाँ पछि कसरी एउटा महान नेता बन्नुभयो त? उहाँको भाषण सुन्न मान्छेहरुको भिड लाग्थ्यो। कसरी लाग्थ्यो त पछि भन्दाखेरि उहाँले के गर्नु भएको थियो भन्दाखेरि उहाँले आफ्नो रुममा बाकसहरु, सानसानो केही गुच्चाहरु अथवा त्यहाँ आफ्नो घरभित्र जे सामानहरु छ त्यसलाई चाहिँ उहाँले जनता मान्नुहुन्थ्यो। र जनता मानिसकेपछि उहाँको अगाडि एकान्तमा बसेर के घरभित्र के एक्लैले भाषण गर्नुहुन्थ्यो अरे के। उहाँलाई जनता मानेर जस्तै बाकसहरु त्यहाँभित्र घरभित्र जे सामानहरु छ तिनीहरुलाई जनता मानेर तिनीहरुको अगाडि कन्फिडेन्स लेभल बढाउनको लागि रुमभित्रै उहाँले भाषण गर्नुहुन्थ्यो अरे। अनि त्यसरी भाषण गर्ने मान्छे पछि कसरी महान एउटा नेता बन्नुभयो त? संसारकै महान नेता भनेर महात्मा गान्धी चिन्नुहुन्छ नि हो। त्यसै गरी हामीले पनि जस्तै मैले अहिले तपाईहरुलाई यो एउटा मैले डेमो मात्रै देखाएको यो। यसरी तपाईहरु पनि जंगलको छेउमा जानुस्। जंगलको छेउमा गइसकेपछि यसरी पछाडी त अब केही पनि छैन नि त, कसरी न देख्छ न के हुन्छ। अब यो तपाईहरुलाई जे लाग्छ मनमा, तपाईहरुको जे तपाईहरुको दिमागमा छ त्यो कुराहरु यहाँ क्यामेरामा कैद गर्नुस्। क्यामेरामा कैद गरिसकेपछि तपाईहरुले त्यसलाई रेकर्ड जुन गर्नुभयो, अब त्यो रेकर्ड गरिसकेपछि तपाईहरुलाई के लाग्छ? डर लाग्छ। फेरि अब त्यसलाई कसरी पोस्ट गर्ने त? पोस्ट त गर्थे, पोस्ट गरिसकेपछि अब त्यहाँ साथीहरुले के पो भन्ने हुन्, कस्तो भिडियो बन्यो भन्ने फेरि यो डर त जताततै डर छ क्या फेरि हैन। म पनि पहिला यो क्यामेरा खोल्दाखेरि क्यामेरा बाहिर त म जति पनि बोल्न सक्थे, तर जब यो क्यामेरा खोलिन्छ, क्यामेरा खोलिसकेपछि क्यामेराको अगाडि क्यामेरा फेस गर्न यति गाह्रो हुन्थ्यो हैन। अहिले हेर्नु न मैले यति धेरै बोलिसकेँ भनेपछि यो चाहिँ ह्याबिट बस्दो रहेछ क्या। बिस्तारै बिस्तारै तपाईहरुको कन्फिडेन्स लेभल बढ्दै जान्छ क्या। त्यही भएर जे तपाईहरुसँग छ मनमा जे छ, भ्लगिङ बनाउन मन लागिरहेछ भनेपछि तपाईहरुसँग जे छ त्यो चाहिँ बोल्नुस् के, यहाँ क्यामेरामा कैद गर्नुस् के। क्यामेरामा कैद गरिसकेपछि त्यसलाई चाहिँ अब के गर्ने त? डाइरेक्ट अब तपाई फेसबुकमा जानुस् अथवा युट्युब च्यानल खोल्नु भएको छ भने युट्युबमा जानुस्, त्यसलाई चाहिँ पोस्ट गरिदिनुस् र धेरैजना साथीहरुलाई शेयर गर्नुस्। शेयर गरिसकेपछि साथीहरुको प्रतिक्रिया लिनुस्। मन पर्यो कि मन परेन, कस्तो लाग्यो, जे प्रतिक्रिया पनि आउँछ ठीक छ, तपाईहरुको भिडियो मन परेन, जुनसुकै कमेन्ट पनि आउँछ, त्यसलाई मतलब नगर्नुस्। अनि तपाईहरुले मैले बारम्बार भन्ने गर्छु केही नभए नि 50 देखि 100 वटा भिडियोहरु चाहिँ मज्जाले बनाउनुस् के। त्यो भिडियोहरुमा चाहिँ तपाईहरुले भ्युजको लागि मतलब नगर्नुस्। कुनै मेरो युट्युब अथवा फेसबुक ग्रो होला भनेर सोच्दै नसोच्नुस् के। किनभने जस्ट त्यो चाहिँ तपाईहरुको कन्फिडेन्स लेभल बढाउनको लागि अथवा तपाईहरुको जुन सिक्ने लेभल हुन्छ नि, सिक्ने लेभल माथि गर्नको लागि 50 देखि 100 वटा भिडियोहरु हामीले पोस्ट गर्नै पर्छ। त्यो पोस्ट गरिसकेपछि त्यसबाट हामीले के ज्ञान पायो त? हाम्रो दैनिक रूपमा हाम्रो कन्फिडेन्स लेभलहरु बढ्दै गइराछ कि, हामीले बनाउने भिडियोहरु इम्प्रुभमेन्ट हुँदै गइराछ कि, कन्फिडेन्स लेभल अझै माथि भइराछ कि, त्यो कुराहरुलाई सिक्ने हो क्या हामीले सुरुमा। एकैचोटी भाइरल कोही पनि हुँदैन क्या। बाइ द वे कोही भाइरल भएको होला हैन, हुन्छ नहुने हैन। जो मेहनत नगरिकन जुन मान्छे भाइरल हुन्छ नि त्यो मान्छे एकदमै ग्राउन्ड लेभलमा आउन पनि टाइम लाग्दैन क्या। जो हामी एकदमै मेहनत गरेर ग्राउन्ड लेभलबाटै मेहनत गरेर अनि माथि धेरै पछि हामीले जुन भ्युअरहरु पाउँछौं नि, भ्युजहरु पाउँछौं नि, ग्रो हुन्छ नि, त्यो भनेको चाहिँ एकदमै माथिको लेभल हुने गर्छ क्या। त्यसको लागि हामीले किनभने मेहनत गरेर त्यहाँसम्म पुगेको हो नि त। मेहनत गरिसकेपछि हामीले छोड्दैन के त्यसपछि। जस्तै तपाईहरुले यो कन्टेन्ट क्रिएटिङ जर्नीमा अनि त्यसरी गर्दा भिडियो बनायो, हामीले एकदमै सिकेर मेहनत गरेर भिडियो बनायो भने जब हाम्रो के भन्छ स्किल लेभल अप हुँदै जान्छ नि, त्यसपछि हामी कन्टेन्ट क्रिएटिङ क्षेत्रमा एकदमै मेहनत गर्ने बन्छौं के। जुन सुरुदेखि नै मेहनत नगरिकनै जुन भाइरल भएकोहरु छ नि, उनीहरु चाहिँ पछि भ्युज घट्ने बित्तिकै उनीहरुको कन्फिडेन्स लेभल चाहिँ डाउन हुन्छ र उनीहरुले पछि काम गर्न नै मन लाग्दैन के उनीहरुलाई।
त्यही भएर हामी ग्राउन्ड लेभलबाटै जिरो लेभलबाटै जब हामी मेहनत गरेर भ्युरहरू कमाएको हुन्छौँ नि अनि फलोवर्सहरू बनाएको हुन्छौँ अनि त्यस्तै गरी हाम्रो जुन मेहनत बढी हामीले सिक्न पाइरहेको हुन्छ नि जुन त्यो सिकिसकेपछि अनि हामीलाई चाहिँ फ्युचर त्यही हो कि फ्युचर अहिले हामीले लगानीमा जस्ट हामीले लगानी गर्ने हो क्या अहिले भनेको जुन हामीले टाइम स्पेन्ड गरिरहेको छ नि यो भनेको एउटा हाम्रो लगानी हो क्या त्यही भएर तपाईँहरू पनि चिन्ता नगर्नुहोस् जस्ट काममा फोकस गर्नुहोस् 50 देखि 100 भिडियोहरू बनाउनुहोस् अनि तपाईँहरूले डे बाई डे इम्प्रुभमेन्ट गर्दै गर्नुहोस् अनि तपाईँहरूको भिडियोमा इम्प्रुभमेन्ट हुन्छ कि कन्टेन्टहरूको लागि त कन्टेन्टको खानी छ के कन्टेन्ट यति धेरै कन्टेन्ट छ यो संसारभरि कन्टेन्ट त हामीले सकिँदैन के कन्टेन्ट कहिल्यै सकिँदैन त्यही भएर कन्टेन्ट छैन कन्टेन्ट कहाँबाट ल्याउने भनेर तपाईँहरूले चिन्ता नगर्नुहोस् अहिलेको लागि त तपाईँहरू च्याट जिपिटी तपाईँहरूले युज गर्नुहुन्न भने चाहिँ तपाईँ धेरै पछाडि हुनुहुन्छ होइन त्यही भएर च्याट जिपिटी युज गर्नुहोस् अनि च्याट जिपिटीले तपाईँले सोध्नुहोस् मलाई चाहिँ कन्टेन्ट चाहियो मलाई के कन्टेन्टमा मैले भिडियो बनाउँदाखेरि मलाई कन्टेन्ट दे भनेर च्याट जिपिटीलाई सोध्नुहोस् त्यसले तपाईँहरूलाई यति धेरै कन्टेन्टहरू दिन्छ तपाईँहरूलाई जुनीलाई हुन्छ क्या त्यसले दिएको कन्टेन्टहरू हामी बनाउनै सक्दैनौँ क्या भिडियोहरू त्यति धेरै हुन्छ क्या त्यही भएर कन्टेन्टको लागि चिन्ता नगर्नुहोस् मेहनत गर्नुहोस् र आफ्नो कन्फिडेन्स लेभललाई बढाउनुहोस् र स्किललाई अप गर्दै जानुहोस् र फ्युचर यसैमा छ यही भन्न चाहे